टक्क पारामा आज चाहिँ हामी सुजन दाइलाई प्र्याङ्क हान्न गइरहेको छौँ अप्रिल फुल मनाउनलाई होइन। मेरो मम्मीले टक्कसँगले फोन गरिसक्नु भएको छ। हेरौँ है त दाइको रियाक्सन कस्तो हुन्छ, कल उठाउनुहुन्छ कि हुँदैन थाहा छैन। हामी चाहिँ सुजन दाइलाई कल गरिरह होला। कता हो भाइ? कहिले आउने भन्दा यता तपाईले एउटा कुरा थाहा पाउनु भयो है। राधिका त हिजोदेखि टेन्सन भयो भनेर रोइरहेको थिएँ। 4-5 घन्टा भयो। कता गइछ हो फोन गरिन राधिकाले। कस्तो कुरा गरेको साँच्ची हो क्या। भिडियो सिडियो नि हालिरहन्थेँ नि अनि तपाईँहरूको मोबाइलतिर आएन फोन गरिन भनेर सोधेको पनि आउँदिनँ। अनि 4-5 घन्टा भइसक्यो अनि यसरी यत्रो बेर त कहीँ जाँदैन थिएँ। अनि कस्तो कुरा गरेको सुजन भाइ, तिमीलाई मैले कहिल्यै राखिदिएको छु। मलाई त थाहा भएन क्या त्यस्तो भिडियो सिडियो त कहाँ गएर गरेको भन्नु त छैन। 4 घन्टा जति भयो क्या। 4 घन्टा जति भयो। 4 घन्टा जति भयो। धेरै त भएको छैन। घरतिरै छैन भनेको क्या। म तिमीलाई कहिले त्यस्तो राखेको छ कि क्या। बुझेर न कति दाइको रियाक्सन चाहिँ पख्नु है त। काकी म फोन गरिहालेँ भन्ने छैन। मेरो फोन चाहिँ फ्लाइटमा उडिरहेको छ। दादालाई थाहा छैन नि त टक्क पारामा होइन। अब फेरि फ्लाइट चाहिँ आउँछ कि आउँदैन थाहा छैन होइन। हाम्रो प्राइस चाहिँ सक्सेस होला जस्तो छ। अब दाइले हेरौँ अब राधिकालाई फोन लागेन भनेर फेरि फोन गर्नुहुन्छ कि गर्नु हुँदैन भनेर आगालाई देखाउनु। हजुर कस्तो कुरा गरेको है भाइ। कहिले तिमीलाई त्यस्तो हात लगाएको कि क्या। केही भन्दैन कि मलाई टेन्सन भयो भनेर म त तिमीलाई थाहा हो कि भनेर नि त। मलाई त कस्तो तनाव सुन मलाई त कस्तो तनाव भयो है भाइ। फेरि काका पनि हेर न भीमदाईको बुवा बिमारी भएर हिजो राति एम्बुलेन्समा त्यतै आउनु भइरहेछ। म त तिमीलाई थाहा के गर्ने होला है। भरेसम्म छलीगढी उठाइ भनेदेखि मलाई कल गर ल। गाइस सुजन दाइ एकदम सिरियस होइन। प्र्याङ्क अब राधिका घरमा छैन। अब